तपाईँले अहिले जुन तरिकाले म सक्दिनँ भनेर भन्नुभयो नि, यो सक्नुहुन्न भने तपाईँले सिधा 3 करोड जनतालाई प्रेस मिट पनि बोलाउनु पर्दैन, तपाईँकै भिडियोबाट तपाईँकै फेसबुकबाट यति भनिदिनु पर्यो कि घाइतेहरू, मैले घाइतेहरूलाई जसरी पनि तपाईँले लडिरहेको थियो। यस्तो हेलो ब्रदर, के कुरा गरे अहिले को के भएको छ थाहा छ? ७७ जना शहीद भएको छ, जोक लगाएर मजाक लगाइरहेको छ। 10 वर्ष अगाडि 20 वर्ष अगाडि एकदम के अरे माओवादीले लडेको थियो त। ओके, माओवादीले हिजोको दिनमा लडेको थियो भने अब माओवादी सम्मिलन जान हामी? आजको दिनमा हाम्रो आन्दोलनबाट चाहिँ लिडर बनाएको कसलाई हो? हिजोको दिनमा तपाईँ पर्सनली तपाईँ इन्डिभिजुअली तपाईँ हामी नेपालको के अरे संयोजक थियो होला, यो थियो होला त्यो थियो होला, तर आजको दिनमा त जेनजीको लिडर भनेर त तपाईँलाई चिन्छ नि यार। जेनजीको लिडर तपाईँ एकजना इन्डिभिजुअली मान्छे जस्तो लाग्छ अहिले तपाईँलाई? पारो तातिन्छ त पोख्नु पर्यो, पारो तातिन्छ त गएर पोख्नु पर्यो प्रधानमन्त्रीलाई। यसरी चाहिँ दबाब दिइरहेको छ जेनजीहरूले। घाइते भएर 53 दिन भइसक्यो, न खुट्टा यता लान मिल्छ न खुट्टा उता लान मिल्छ। तिमीहरू बाहिर बसेर जतिखेर चुनावको यता पनि छैन उता पनि छैन भन्छ, मेरो खुट्टा यता पनि जाँदैन उता पनि जाँदैन कुरा गरेछ। चुनावको यता र उता पार्टी अहिले पार्टी बनाउनको लागि सल्लाह गरेर बस्ने कुरा बेला हो यो? पार्टी बनाउनलाई सल्लाह गरेर बस्नु पनि बेला हो? यतिखेर शहीद परिवार एकजनाले पनि तपाईँको नराम्रो भन्दैन भन्छ, तर त्यो शहीदको भित्री आत्मालाई सोध्नु, एक्चुअली शहीद परिवारको भित्री आत्मालाई सोध्नु, त्यो शहीद केका लागि शहीद भएको थियो?